हेलो गाइस, मेरोसँग के भयो भने फर्म भरिसक्यो। अब फर्म भरेर यस्तो छ गाइस, खटारो छ। के गर्नु, अब साथ सपोर्ट गरिदिनु होला। के गर्नु हो गाइस, ब्लगर बन्ने पनि सपना हो मेरो। धेरै ठुलो चाहिँ होइन, ठिकैको। ल ल ल अहिले चाहिँ म तपाईँलाई कहाँ गएर देखाउँछु भन्ने चाहिँ जहाँ जान्छु, जहाँ पनि जान सक्छु, सुन्दरीसर पनि जान सक्छु। किनभने आज मलाई किनभने होइन, आज भोक लाग्यो कसैले हो। भोक पनि लागिरहेछ, प्लस अब के भन्छ नि, घुम्नु पनि मन लागिरहेछ क्या। तपाईँहरूले के भन्नु होइन, अब हो एउटा त मेरो चाहिँ यही एनएस मात्रै छ होइन। सर्भिसिङमा चाहिँ अब पुरानै मोडल हो, अलिकति अब धेरै नयाँ पनि किन किन्नु। पुरानै भयो भने फेरि पिकअपहरू यसको चाहिँ छ नि गाइज होइन। मैले तपाईँहरूलाई भन्यो भने गफ लाग्छ, तर यसमा मैले कति 1 लाख जस्तो त यसको म मिलाइदेखाउँछु तपाईँहरूलाई। 1 लाख जस्तो त यसमा खर्च भयो क्या मेरो। 1 लाख मात्रै क्या, सर्भिसिङमा मात्र 1 लाख खर्च भयो क्या। 1 लाख किनेको मैले 1 लाख 1.5 किनेको, त्यो 2.5 नै भनौँ न। किनभने खर्च नै त्यत्रो छ, बिल पनि छ, सबै छ क्या। यति खर्च गएको होइन गाइस, मलाई यति धुलो गएको होइन बसमा यति त। तर अहिले चाहिँ राम्रो चलिरहेछ यो बाइक पनि। किनभने आफूले अब चलाउनु मन पर्छ त सुकै भए पनि सजिलो लाग्छ क्या। जस्तो कि आफूले कम्फोर्टेबल लाग्दा, मलाई कम्फोर्टेबल लाग्नु भने यो चलाउने बेला एनएस भयो, अनि प्लस के भन्छ एनएस जति मात्रै हो मलाई चलाउनु अलिक कम्फोर्टेबल लाग्ने क्या। कम्फोर्टेबल त्यो मात्र नभए अरू बाइक त हेर्नै पर्छ होला। गाइस अब फेरि जाँदैछु म, अब माथि टाउन घुमेर आउँछु होइन गाइस। अब ट्राफिकको समय पनि के होला गाइस। अनि यो चाहिँ हाम्रो गाई भयो भने तपाईँहरूको थाहै होला के भनिरहनु। अब हाम्रो गोकर्णा यार खैली पो खाना त गाइस। यो चाहिँ गोकर्णा है गाइस, गोकर्णा आइपुग्यो। हामी गोकर्णा आइपुग्यो। अब कहाँ जाउँ त हो, गोकर्णा त आइपुग्यो। अब गोकर्णा त आइपुग्यो। अब हल्का गर्नुपर्ने हुन्छ तपाईँहरू। हुन्छ क्या गाइस, दुःखै छ के गर्नु। ब्लग बनाउँ भने झन्नै र ठोकिदिइरह्यो। सरी गाइस, त्यो को हो मैले चिन्न सकेन। अब म जाँदैछु गोकर्णा ओह्रालोबाट चाहिँ हामी कहाँ पुग्छौँ भनेदेखि ठ्याक्कै तल हनुमान चोक पुग्छ। एकदमै गाडी सतर्क हुनुपर्छ गाइस, किनभने तलबाट गाडी के ठुल्ठुलो गाडीहरू आइरहेको हुन्छ। तर मेन कुरा चाहिँ मलाई एकदम रिस उठ्ने भने चाहिँ यो उकालोमा हो क्या। किनभने बाइकको आवाज नै यत्रो आइरहेको हुन्छ। तर हुनु त कतिपय त फेरि बाइकको आवाज धेरै ठुलो आएको नै मनपर्छ होला। त्यही नि मलाई चाहिँ के भनेदेखि खतरा आवाज आयो, खतरा। राम्रो राम्रो छ। अब चाहिँ म खाजा
खालको होइन गाइस खाजा खानुलाई कहाँ रोक्छु भने अब मलाई नै थाहा छैन कुन ठाउँमा रोक्दा ठिक होला अब अलिक नयाँ ठाउँमा जाउँ न त खाजा खानु पनि होइन अब यत्रो आइरह हाल्यो ओ माई गड अब खाजा पनि अलिक नयाँ ठाउँमा खाउँ के हो यहाँ त विद्यार्थीको पो उयो है त्यो माध्यमिक विद्यालय भन्छ अस्ति सिएमसीको बेला त आन्दोलन हुँदै थियो आज नयाँ ठाउँमा गएर नयाँ खाउँ के पर्छ तर मलाई चाहिँ लास्टै मनपर्छ यार समोसा सबभन्दा धेर मनपर्ने भनेकै समोसा अब के हुन्छ यसमा फेरि आएर के हुँदैछ यार कट्टोमै आएको के समाउनु र हो गल्ती छैन गल्ती बिना त एउटा ठुलो कुरा हो गल्ती बिना त समय भन्दा फेरि ट्राफिकहरूको पनि काट्नु आज कहाँ खाउँ यार लेफ्ट गर्नु हुँदैन तर यो लेफ्ट चाहिँ काट्नु हुँदैन गाइस उताबाट सफाइ पनि कालै रहेछ के जानु चाहिँ अब बाहिरबाट हेर्दा मजाले कालो भित्रबाट हेर्दा कस्तो होला अब सुन्दरी जल जाँदैछु सुन्दरी जल नै जाउँ न त होइन अब भयो त सरले यस्तो उडाएर लाग्छ नि सक्दैन के गर्नु है पहिला रास्ता दिनुपर्छ
बारी हो। यस्तो छ गाइस बाटोमा जानु नि हो दिदी हो। यति मान्छेले चलाउने चाहिँ खतरा चलाउँदै मलाई चाहिँ त्यति ठिक लाग्छ। अब कहाँ राखेको होला यस्तो गरेर निकाल्नुपर्छ गाईघर। अब हुनु त आफू रङ साइड गयो त्यही नै के गर्नु अब बाटै छैन। अब बटेर हात दुखिसक्यो। दाजु चाहिँ म एक्लै होइन सुन्दरी चौर जाँदैछु। फर्स्ट टाइम नयाँ आउनेहरूले चाहिँ सुन्दरी चौर कहाँ होला भनेर तपाईँ म मध्येसम्म चाहिँ पुग्दिनँ। अलिक तल अब बाइक जहाँसम्म जान्छ त्यहाँसम्म त किनभने म एक्लै छु नि त। जङ्गलमा डर हो। अब बस्नको टाइम आउन पुग्यो आइसक्यो मलाई थाहै छैन। त्यही त मलाई चाहिँ जङ्गलमा चाहिँ डर चाहिँ लाग्दैन। त्यही एक्लै छु नि त के जानु। हिँड्नु पनि खासै उयस लाग्छ कि मलाई अल्छी लाग्छ क्या भन्न खोजेको चाहिँ अल्छी लाग्छ भनौँ न। हिँड्नु चाहिँ लाग्छ अल्छी। म पहिला चाहिँ खतरा हिँड्थेँ क्या गाउँघरमा बाइक कुदेर थियो। गाउँघरमा हुने बेला त लाइक पुनः बाटो बाइक सर ताजेर आउँदैन। पानी पर्दा छ अब जाने खाजा खाने आउने प्रायः पछि त अलिक महँगै गर्छ होला। अब आफूसँग पैसा छैन। अब खाने हो अलिक ठुलै रेस्टुरेन्टमा जाउँ पैसा छैन के गर्नु अब होइन। कस्तो लगाएर आएको छ के भन्छ अब होइन। गाडी भन्दा नि खेती हो भने त खतम। किनेली ओनली भन्छ कि भेनेली भन्छ त्यो भाइको आएको रहेछ। रोक्ने नामै छैन त उनीहरू त हिँडे बसिरह्यो। बाइक आएको छ भनेर एकछिन रोक्नु कि म रोक्नु। उनीहरूको मुभमेन्ट देखेर पत्ता लगाइसक्यो पानी परिसक्यो भाइ। आज पनि फेरि हिजोको जस्तै बित्दा ए सरी तपाईँलाई भन्नुपर्ने थियो। म हिजो भ्लग हाल्नु सकिनँ किनभने चाहिँ हिजो चाहिँ म भ्लग बनाउँदा अचानक पानी पऱ्यो होइन। पानी परेको कारणले गर्दा भ्लग हाल्न सक्दिनँ। एकदम मेनी सरी पनि भनेदेखि सरी के किनभने मैले हाल्नु सकिनँ। ल कत्रो लामो बाटो रहेछ त अब सुन्दर घर पनि जाउँ न पऱ्यो किनभने पानी पर्छ जस्तो लाग्यो क्या। पानी त पर्छ नै त 100मा 100 पानी त पर्छ नै किनभने यहाँ खाजा पो खानु आएको मलाई खासमा।
कुरा पनि मेरो कहाँदेखि कहाँ बुझाइ है Pati Baras हावा यार ओए यार यो कुनैतिर पनि बाटो यस्तो रहेछ ओए यहाँ पनि धान रोप्छ र होइन यार जाउँ न त भइरहेको छ नगएको नै बेस्ट किन भन न पानी पनि पर्न आँटिसक्यो बाटो पनि खत्तम रहेछ बेकारमा आएछ यार गाइस के गर्नु पर्ने यस्तो दुःख यार यस्तो के हुन्छ क्या मा कसम तर गाइस यहाँ चाहिँ यस्तो धान चाहिँ रोप्ने रहेछ मलाई चाहिँ मन पऱ्यो गाउँको जस्तो गाउँ ठाउँ जस्तो खत्तम गाइस मलाई फर्किन्छ अरे गाइस यार किन भन न म त अल्छी लाग्यो कि त्यो बाटो नै कस्तो रहेछ क्या गाइस यार यस्तो हुन्छ बाइकहरू
गाइस सुरुमा आज चाहिँ बस्नुलाई गाइस सरी आज यो लम्चा हाल्छु किनभने म सुन्दर उयो नामले परेको अलि बाटोमा त्यो बाटोमा सुन्दर जग्गा हिँडेको खासमा सुन्दर जग्गा हिँडेको तर अर्कै गोष्ठी लाग्यो के भयो भनौँ त्यही भएर पानी पऱ्यो अनि बाइक पनि अर्को बाटो चाहिँ म जाप्टेमै गएको देखाउँछु ल बाइकमा होइन हिँडेर पनि हुन्छ बाइकमा त म प्रस्ताको पनि एकचोटि गएर अनि एकचोटि उयोसम्म पनि गइसक्यो एनएसयुए बाइकमा गएको एकचोटि तर बाटो खत्तम छ गाइस जाप्टेम जाने बाटो चाहिँ तपाईँहरू नजानु होला त्यो हाइटको लागि ठिकै छ बाइकहरूको लागि किनभने अहिले बर्खाको समय पनि हो बर्खाको समय भएर चिप्लिन्छ पनि चाचाजी के गर्छ मलाई त कस्तै भोक लागेर के देख्न अब जहाँ रेस्टुरेन्ट रोक्ने बेला जहाँ रेस्टुरेन्ट भेट्छ त्यहीँ खाइदिन्छ जे पऱ्यो पर्छ यो बाइक जहाँ रोक्छ त्यहीँ खाइदिन्छु मैले भनेपछि भन्यो चल बाइक त आधी बाटोमै नर्नु कस्तै खुटुक्क आफै हिँडेको वरार आउँछ गाइस फेरि मलाई केही थाहा छैन मैले झन् अलिक ब्रेक लगाइरहेको छु केही ठाउँमा गाइसहरूले भन्दाखेरि झुटुवा झुट बोल्दिनँ म कहिले बाइक हिँड्दैछ खाजा खानु भोक लागिसक्यो मलाई भोक लागिसक्यो यहाँ भोटार चाहिँ भयो गाइड त खाँदै अब चाहिँ खाँदै गाडी चलाउन यो नेपाली चाहिँ पक्का खाजा खान्छु कमेन्टतिर आउँदा खाऊ न त कसले सुनाइरहेको भन्छ त कमेन्ट
गरिदिनु गाडी चाहिँ खानुपर्ला जस्तो यसो हेर्दाखेरि मलाई जहाँसम्म भाइ कहाँ खाउँ हो खाजा पनि दिन त एउटै पानीपुरीहरू मात्रै रहेछ तर आजभोलि पानीपुरीहरू केही खानु मलाई लास्टै भोक लागेको थियो गाई सात बजे खाजा भेट्छ मलाई त किन लागिरह्यो खाजा भेट्छ नै भनेर जहाँसम्म लाग्छ खाजा त भेट्छ त्यहाँ त नाच्छ मलाई त्यस्तो भन्नै पर्दैन बिस्तारै जाने हो क्या सटल खाली रहेछ किन्छ भने तपाईँहरू यस्तो यस्तो ठाउँमा टिकट काट्छ कि खतरै चल्ने बनाउनु क्या सबैले हेर्दा पनि वाउ भनौँ क्या तर म त कहाँ खानु क्या अलिक राम्रो ठाउँ म यता नखाने ठिक छ तर राम्रै छ जस्तो लाग्यो मलाई त भाइ यहाँ मामा हुनुहुन्थ्यो के गर्नु हो मामा भएर आफूले गल्ती केही गरेको छैन केटाहरूले यार अलिक बेनेलीमा बनाउनु पर्दा पर्दा है तपाईँहरूलाई पनि मजा आउँथ्यो होला यहाँ त्यस्तो खटेर यहाँ यसो बनाइरहेको छ अब हेर खटेरले कति दिन्छ हेर्छ त हौ आन्टीहरू पनि यहाँ गएर पनि खानु सक्छ तर मलाई अझ बाहिर खानु मन छ क्या यहीँ छ रहेछ हो पपुलर होइन खतरै खालको चलेको जुन राज्यहरू जस्तो मेरो होइन त्यस्तोहरू ठाउँमा चाहिँ किन चाहिँ उयो हुन्छ क्या त्यो बाटोहरू अलिक अप्ठ्यारो हुन्छ कि होइन त्यो मलाई शङ्का लागेर किन लाग्छ अनि त्यो खाजा खाएर छ खायो त मलाई यहाँ मेरो एकचोटि हेर्ने सम्म
गाइस आज चाहिँ म यहीँभित्र खाजा खाइरहेको छु होइन बाइक चाहिँ नसामा राख्नुहोस् मलाई चाहिँ हेलो गाइस यो चाहिँ हो दामी खालको के भन्नु अब हेलो यहाँ को हुनुहुन्छ र ए तपाईँ हो ए यहाँ खाजा भन्छ ए हुन्छ रहेछ भित्र चाहिँ फ्यानको सुविधा पनि रहेछ फ्यान चाहिँ यता घुमाउनु होइन गर्मी लागिरहेछ यता अलिक